घर आइपुग्दाखेरि यो पार्सल देखेर यति खुसी लाग्यो नि साथीहरू, म भनेर बयान गर्न सक्दिनँ है। त्यति बेला हस्बेन्ड आउनुहुन्छ र सँगै खोलौँला भनेर इम्पेसन भएर बसिरहेको थिएँ है। अनि भिडियो पनि बनाइदिनु पर्यो, अनि सँगै खोल्न अर्कै रमाइलो हुन्छ नि त होइन, के छ भनेर। अब थाहा त छ मलाई के अब मगाएको छु भनेर, बट स्टिल अब बुढालाई देखाउनको लागि। अनि यहाँ रहेको छ मेरो सुकुटीहरू, मेरो दाल, अब गेडागुडी। ओहो, भिडियोको सुरुमै म मेरो साथी सुशीला र मेरो मेरो सासूमा, मेरो जेठानी दिजूलाई चाहिँ धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अब यो सबै सामानको लागि होइन, जसले जे पठाइसकेको छ, धेरै धेरै थ्याङ्क यू। सबै सामान आइपुग्यो, त्यही भन्न चाहन्छु यो भिडियो मार्फत। अनि यो अचारहरू खानको लागि त यति एक्साइटेड छु नि म है। सो एभ्री डे एउटा अचार ट्राई गर्छु अनि हजुरहरूलाई सो गर्छु है। यसमा डल्लेदेखि लिएर, आमकोदेखि लिएर, गलकादेखि लिएर सबै छ है। अनि त्यसपछि यहाँ महहरू, घिउहरू छ। अनि यस्तो खुसी लाग्यो नि यो सामान देखेर। म कति भाग्यमानी हो कि हेर्नुहोस् न, मेरो साथीहरू धेरै त छैनन् है, जति छन् नि यति माया गर्ने छन्। अनि कालु, यु आर वान अफ देम। थ्याङ्क यू सो मच, आई लभ यु।